सम्बन्ध चाहे कुनै पनि होस्, त्यसमा मक्ख नपर्नुहोस्, ढुक्क नपर्नुहोस्। ऊ मेरो साथ छ भन्दै उसको आदत नलगाउनुहोस् र आफ्नो आदत नबिगार्नुहोस्। र पछि यस्तो घटना घट्छ, बाइचान्स केही कारणवश उसले छोडेर गयो भने तपाईँ पागल हुनुहुन्छ। र त्यही कारणले त्यो परिस्थितिको लागि पनि तयार हुनुपर्छ, किनकि प्रकृति परिवर्तन भइरहन्छ र प्रकृतिको भित्र नै रहेर मान्छेले काम गर्नुपर्दछ। र कतिखेर मान्छेको प्रकृति, मान्छेको विचार के कारणले बदलिन्छ भन्न सकिँदैन। त्यही कारणले कसैमाथि दृढ विश्वास नगर्नुहोस्। र एक दिन सबै छोडेर जाने हो भने विचार र साइडमा राख्नुहोस् होला। सायद